भोटे कान्छा नेपालमा चुनावी प्रक्रियाहरू धेरै अगाडि बढिसक्यो है। तेरो यो हर्क साम्पाङको बारेमा चाहिँ के भन्छस् हौ? तेरो विचारमा के छ भन्न हौ। अब म त के भन्छु हौ भाइ, अब हर्क साम्पाङकै बारेबाट कुरा गरौँ न त हैन। अब हर्क साम्पाङ भनेको एउटा श्रमको पिता हो है। अब श्रम एउटा शक्ति हो दाइ है। अब अरू पार्टी त के कुरा गर्नु, अब सबै पार्टीले अब कुर्सी मात्रै रोज्ने हैन, अब आफ्नो मात्रै स्वार्थ भर्ने खोजिराखेको छ। अब नेपालमा त यो एउटा अचम्मको पार्टी जन्मिएको छ, त्यो हो श्रम संस्कृति पार्टी हैन। चाहे सपोर्ट गर्नुहोस् चाहे नगर्नुहोस्, त्यो तपाईँको आफ्नो विचारको कुरा हो हैन। म चाहिँ भन्छु ल राम्रो कुरा गर्नु भाइ। एउटा शक्ति हो, चुनाव जितेको भोलिपल्ट बेलचा बोकेर गाउँ गाउँमा ठाउँ ठाउँमा बस्ती बस्तीमा धन्यवाद छ है पुग्ने पार्टी चाहिँ